अनि नेताज्यू लाग्यो नि त मिसन 84 तिर। अनि के ज्योतिषीले 81 82 83 सम्म विकास हुने काम नगर्नु, जनतालाई सुख दिने काम नगर्नु, अलि खड्गो छ 84 पछि मात्र गर्नु भने कि के हो कुरो। अब सबैतिर 84 84 भन्छन्। अब तपाईहरुको मिसन 84 के हो? अब जनताहरुको नि मिसन 84 होला। अब भोट हाल्ने त जनताले होलान्। अब 84 84 भन्दा भन्दै बुढा हो, गाह्रो पर्ला अलि विचार गर्नु। अब 81 82 83 सम्म नभएको 84 पछि के हुने हो? अब मिलाएर गर्नु होला कि। अब 84 मन परेको कारण अब उमेर पनि 84 हुन लाग्यो। अब गाउँतिर अब बुढापाकाहरूलाई चाहिँ 84 गर्दाखेरि तपाईको पैसाले जोग्छन्, हामीलाई पनि जनताले पैसाले जोग्छन् होला 84 मा भन्ठाने हो कि के हो कुरो? बुझिएन अलि बुझाउनु पर्यो ल न नेताज्यू। अब जिउ त के भन्नु, जी त के भन्नु, त्यो जी अगाडि लाएर भन्नुपर्ने शब्द भन्नुपर्ने हो। यहाँ अलि मिलेन। अब माइन्ड नगर्नु, आफैले सम्झेर लाउनु न आफूलाई। अब त्यही हो कुरो। हेर्नुहोस्, अब काम राम्रो गरे भए त मिसन 84 कुर्नै पर्दैन थियो होला। विकास हुने काम, जनतालाई सुख दिने काम गरे भए त 84 किन कुर्नु पर्थ्यो र? अब ठिकै छ 84 84 भनिरहनु। अब जनताले त्यही 84 मा 84 गरिदिन्छन् तपाईहरुको, टेन्सन नलिनुहोस्। अब अलि राम्रै होस् भन्ने चाहना हो। अब नरिसाउनु होला। अब फेरि लोकतन्त्र ल्याएको हामीले, मान्छेले बोल्न पाउँछ, जनताले बोल्न पाछन् भन्नुहुन्छ फेरि। अब फेरि बोल्यो कि ल र झ्यापो थुनिहाल्नुहुन्छ। ल ठिकै छ। अब यस्तै हो। तपाईले मान्छे थुने पनि मान्छेको विचार त थुन्न सक्नुहुन्न होला। विचार थुन्न सक्नुहुन्न। अनि फेरि मान्छे थुने पछाडि चाहिँ अब मलाई यसले आई हेट यु भन्नेले एकचोटि ल थुन्यो भने आई लभ यु भन्छ भन्ने नसोच्नु होला। अब 84 सम्म के गर्ने गर्नु। 84 पछाडि अब जनताले ब्यालेन्स मिलाउँछन्। अनि हजुरहरु पनि मिसन 84 सम्मै कुर्ने हो र लाइक गर्नलाई, सब्स्क्राइब गर्नलाई 84 कुर्नुपर्ने हो कि के हो कुरो? कि यसको अनुहार राम्रो छैन के लाइक गर्नु भन्ठान्नु भयो कि दारी सारी पालेछ भन्ठान्नु भयो कि के हो? लाइक साइक आउँदैन। अब सब्स्क्राइब त आउँदैन। अब अनुहार जस्तो भयो नि मन सफा छ, माया गर्नु होला। अब हुनु त मन देखाउन मिल्दैन। अब टी सर्ट खोल्दा देखाइदियो भने पनि सिक्स प्याक मात्र देखिने हो, मन देखिँदैन। हजुरहरुको मायाको अपेक्षा छ, सहयोग गरिदिनु होला। आई लभ यु ल। बाई बाई।